सो वेलकम टु माई च्यानल ट्राभल विथ एनसी। सो आज चाहिँ पुस 4 गते हो अनि म चाहिँ आज विराटनगर आएको छु। सो विराटनगर चाहिँ किन आएको भन्दाखेरि आज चाहिँ मेरो कलेजमा फेयरवेल हो अनि अहिले चाहिँ बिहानको 9 बजिरहेको छ अनि अहिले चाहिँ म चिया खाइरहेको छु, चिया खान निस्केको छु। सो मेरो फेयरवेल चाहिँ यस्तै 10-11 बजेतिर स्टार्ट हुन्छ अरे अनि आज चाहिँ भ्लग बनाऊँ भनेर आज चाहिँ आजको मोमेन्ट क्याप्चर गरौँ भनेर चाहिँ होइन, किनकि आज स्पेसल डे हो नि त, किनकि अब फेरि पछि भेट होला नहोला। सो त्यही हो, आज इन्जोय गर्ने हो। सो म भरे देखाउँछु के हुन्छ, के गरिन्छ, कोसँग भेटिन्छ। ल त्यही हो गाइस, सी यु इन कलेज पनि होइन, लाइक कहाँ हुन्छ होला हौ, पार्टी प्यालेसतिर हुन्छ होला के हो, अब कहाँ बोलाएको छ। सो म चाहिँ रेडी भइसकेँ फेयरवेल जानको लागि अनि अहिले चाहिँ ठ्याक्क 10:30 बजेछ। मलाई चाहिँ कल आएको आएछ। सो आजको फिट चाहिँ यही हो, ग्रिन स्वेटर, आज चाहिँ ग्रिन भइदिएको अनि वाइट सर्ट अनि ब्ल्याक पेन्ट अनि घडी अनि मेरो टाइप इयरिङ छ टक्कसँग ल्याएर। सो यही हो, बिहाइन्ड द क्यामेरा पनि देखाइदिउँ न को छ। सो सरस्वती इन द हाउस, भविषेक अनि मेनिका यहाँ छ। मेनिकाले चाहिँ अब भन्दैछ मलाई भोक लागिरहेको छ, तर मेनिकाले चाहिँ फेयरवेलमा मासु देखेन। ल देखाउनु। ओ वाउ, लाइक फेयरवेलमा खुवाउँछ कि भन्दैछ, के थाहा खुवाएन भने चाहिँ के म भोकै बस्नु। तर मैले ढिलो भइसक्यो, म खान सक्दिनँ। धनी मेनिका, ओइ मेनिकाले होइन के अरे चिप्स खान मन लाग्यो भने मैले दोकान ल्याइदिएको छु। यहाँ दोकान एउटा होइन दुईवटा होइन, मलाई चाहिँ भात दबाई पठाउने हो। लाइक के हो यो, पाहुनालाई यही हो, अब त म पाहुना हो त यहाँ। ल सी यु। ल आजको दिन राम्रो होस् भनेर भन नि त हौ, र मजा ल हामी चाहिँ अहिले भेन्यूमा पुगिसकेको छौँ। दिपेन्द्र सर यस्तै छ है। होइन फेयरवेल वेलकम प्रोग्राम कस्तो लागिरहेको भन न। रुनु मन लागेको छैन? रुनु मन लागेको छैन? ठिक छ। ओ केटा हो, के छ? ल के छ केटा? यिनीहरू सबै त्यस्तो हो क्या, यिनीहरू सबै एमालेका कार्यकर्ताहरू। नवीन त तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ, यत्रो टाढोबाट आउनुभयो होइन? लट अफ लभ यार नवीन। ठिक छ, यस्तो हाम्रो हेन्डसम भएर आइरहेको छ केटा। आज कतिजनालाई ढाल्ने हो फेयरवेलमा? नवीन जानु खाने कार्यक्रम तर मासु नि छैन हो। के छ त हौ? चुरीहरू मात्रै छ यार, जुलबी छ, मासु नि छैन। गरम सर मासु छैन यार नवीन, यति छ खाने कुरा। भएन यो फेयरवेलमा के हो मासु बिना त यार। यही ठाउँमा खाने हो र यो ठाउँमा दुईजना हुन्छ। जतिखेर तपाईँहरूले लोकसेवा दिएर पास गरेर डक्टर भएर आउनुभयो भने मलाई एकदम खुसी लाग्छ। ल अनि दिदी के भन्नुहुन्छ त आज हाम्रो फेयरवेलको दिन? भनिदिनु न, केही भन्नुहुन्न प्लिज दिदी, एक दुई शब्द भनिदिनु न। सन्तान हामी आज पहिले सन्तानलाई बिदाई गरेर छ हाम्रो कलेजबाट। त्यही हो, हाम्रो हिरो आइरहेको छ झापाबाट आएको यही एटेन्ड गर्न है। भन्ने पर्दा मैले अरूको बाल छैन होइन, मलाई केटाहरूलाई भेट्न थियो। मेलिना आउँदैछ, राजु छ हामीसँग। जम्मा फेयरवेलको लागि 3जना केटाहरू मात्रै छौँ हामी। लाजहरूलाई पर्खिँदै मेलिनाहरूले धोका दियो है। यहाँ के भन्नु, अब अझै आएको छैनन्। फाइनली मेलिना। म कति काले हो, हेर न एकचोटि ल गाइस हेर्न सक्नुहुन्छ। जो आफ्नो 3 वर्षको करियरमा एउटा उचित अनुशासन पालना गर्नुभएको छ र कलेजले यो कुरालाई मूल्याङ्कन गर्दै बेस्ट डिसिप्लिन एवार्डबाट सम्मानित गर्दै हुनुहुन्छ। Performance Award
उहाँले आफ्नो 3 वर्षको केरियरमा यो अर्थमा हामीसँग 3 वर्ष हामी सँगै बस्यौँ, सँगै बुझ्यौँ, सँगै बस्ने, सँगै क्लासमा फिल्डमा का समग्र चिजहरूलाई गौण रूपले मूल्याङ्कन गर्दै उहाँले आफ्नो कल्चर, संस्कृति, भाषालाई संरक्षण गरेको बापतमा संस्थागत अवार्डै दिने यार मलाई। हामीले अवार्ड पाएर बसिसक्यो। नवीन अवार्ड चाहियो मलाई, अवार्ड चाहियो। म घर जान्छु म। प्लिज टेक इट गिभ मी योर अवार्ड। मिल्न अवार्ड देखाउन अहिले चाहिँ 2 बज्यो भने तर राम्रो अनि म चाहिँ के भन्छ त्यसलाई फेयरवेलदेखि टाप ढोकेर अब हामी टकिन अफ ल ब्याक टु आवर घेनेर ग्याङ। के हो भने अहिले 2:10 बज्यो अनि आज चाहिँ फेरि हाम्रो एभाटार रिलिज भएको छ। सो यो मुभी चाहिँ मैले अति वेटिङ गरेको मुभी हो। सो 3 बजेको सो छ, अब एभाटार हेर्न जाने अनि आजको दिन इन्ड हान्ने। यही ड्रेसमा मुभी हेर्न जाँदा कस्तो हुन्छ होला? गोविन्दको अवतार त होइन, गोविन्दाको अवतार होइन, रियल अवतार। यता पनि ग्रीन मेरो पेन्ट धोइदिस् कुन त्यो अर्को? ए ठिकै छ। फोड गरेको छु ओके गाइस, सी यु इन द सिनेमा हल। हुन्छ अरे यहाँ जुत्तामा गाह्रो भयो मलाई हिँड्न। सो के भन्छ यो केटाको हो केटीको हो? केटाको हो? मेरो साइजमा छ यो 42। कस्तो छ है यो? कति साइज 40 मलाई यही मन पर्यो है। सरस्वती कति हो त्यसको दाम? ल डन है। ए अब चाहिँ हामी जुत्ता सुत्ता किन्ने, चप्पल सप्पल किन्ने, मन पर्दैन हेरौँ। खै यता मसी मन पर्यो? मन त पर्यो कि कम्फर्टेबल छ कि छैन? कम्फर्टेबल त के हुने यस्तो चप्पल? के थाहा? जाडोमा पनि काम लाग्छ नि त होइन? अलिक खुवायो उसले ब्ल्याक भन्दा। ल डन यहाँ त छैन। डन डन त फाइनल। मन चाहिँ यो मलाई के भन्नु? के मन परेको छ? नेक्स्ट टाइम इसमें तेरा घर जाएगा था। भविले मन परेन? यसमा एन पनि लेखेको छ नवीन, एन फर नवीन। यत्रो नहेर त 700 किनाको। सो गाइज हामी सेन्ट्रल मल पुगिसकेको छौँ र सेन्ट्रल मल हामीलाई कोसँग भेट भयो? सोफी, फाइनली सोफी डन। आइसक्रिम मेरो लागि आइसक्रिम, मेरो लागि छैन आइसक्रिम। सो अहिले हामी सेन्ट्रल मल आएको छौँ। हामी आउन चाहिँ हामी मुभी हेर्न आएको, तर लाइक अवतार आज प्याक रहेछ। सो भोलि बिहानै 8 बजेको सो हेर्ने हामी। लाइक बिहानैको सो हेर्दाखेरि चाहिँ के फाइदा पनि हुन्छ भने दिउँसो चाहिँ 300 रुपियाँ पर्छ भने बिहानै चाहिँ अन्ली 150 रुपियाँ होइन त। सो बिहानैकै सो हेर्ने। अब लास्ट भोक लागिरहेको छ, मैले चाहिँ केही नखाइ गएको 3 बजिसक्यो, अझै केही खाएको छैन। रिङ्गटा लागिसक्यो होइन। अब खोइ पुरी सब्जी थियो, अब के भन्नु यार, मासु भात हुन्छ होला भनेको पुरी सब्जी। सो फाइनली हाम्रो खाजा आइसकेको छ। भोक लागि हे, भोक लागि ल एट्याक मेरो चाहिँ यो है डबल अरे। सो गाइस मलाई चाहिँ अति भोक लागिरहेको छ होइन। खाना चाहिँ भात खानु मन छ। अब यिनीहरूले कट्टी रोल कि के हो। सो अहिले चाहिँ दिउँसोको 4 बजेको छ अनि आई थिङ्क यो भिडियोमा अब यहीँ इन्ड गर्छु होला। तर बिफोर इन्डिङ दिस भिडियो एउटा सर्ट स्टोरी सुनाइदिउँ न त ल। अहिले भर्खर बितेको। सो हामी चाहिँ अहिले सेन्ट्रल मलमा थियौँ अनि के भयो भन्दाखेरि सोफी चाहिँ यहाँ सेन्ट्रल मलमा सपिङ गर्न आएको रहेछ। लाइक गार्मेन्ट्समा रहेछ क्या सोफी चाहिँ। अनि सोफीलाई गएर मैले तर्साएँ, अनि लाइक हुन्छ नि तर्साएँ। अनि त्यसपछि हामी अब भेट्यौँ। अनि त्यसपछि सोफीले चाहिँ मलाई कपडा किन्दैन 50% अफ छ भने क्या। अनि यस्तो कपडाको दाम हेर्छु 4000 छ है, 50% अफ भन्दा अनि कति 2000 त पर्यो।
अनि त्यसपछि मैले त्यसलाई के भन्यो भने ओइ म हरि चौधरीको छोरा हो विनोद चौधरीको छोरा होइन भनेको त्यो पछाडि त्यो आन्टी हुनुहुन्थ्यो क्या हाँस्नु भयो क्या सो त्यही हो आजको जोक त्यही हो होइन आजको पनि होइन अघिको जोक त्यही हो सो त्यो भिडियो चाहिँ म यहीँ इन्ड गर्दैछु होप यु गाइज लाइक दिस ब्लग अनि आज फेयरवेलमा रमाइलै भयो सबैलाई भेट्यो अब कहिले भेट हुन्छ कि हुँदैन होइन त्यही हो सो अन्टिल नेक्स्ट टाइम पिस सी यु इन नेक्स्ट ब्लग